नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? ल कौसीमा मेरो काम धमाधम हुँदैछ है साथीहरू। ल हेर्नुहोस् फोहोरहरू धेर भएर यहाँ बोरामा पनि राखेको छु। यो ड्रम भरेको हुनाले ड्रममा हाल्ने, हजुरहरू कम्पोस्ट पनि बेच्दै ड्रममा हाल्ने भन्नुहुन्छ र मेरो अत्याधिक धेरै नै हुन्छ क्या फोहोरहरू होइन कौसीमा। अनि त्यही भएर मैले चाहिँ ड्रममा यसरी जम्मा गर्ने गर्छु साथीहरू है। ल हेर्नुहोस् कस्तो राम्रो मल भएको छ। ल हेर्नुहोस् है, हेर्नुहोस् कस्तो राम्रो मल भएको छ। हामीले घरमै बनाउन सकिन्छ। मैले चाहिँ यो फोहोरहरू धेर भएर काउलीका पातहरू, यहीँ बडालेका पात पतिङ्गर सबै राखेको छु। यो भरिएको थियो नि त मलहरू, अनि सबै खाली ऱ्याक भएको छ नि, त्यसो भएको छ नि। अब लसुन चाहिँ प्याज चाहिँ निकालेको छुइनँ, मैले लसुन चाहिँ निकालिसकेँ साथीहरू। यहाँ मजाले घाममा सुकाइ पनि राखेको छु माटो है। यसरी सुकाउनुपर्छ, माटो मजाले सुकाइदियो भने एकदम किटाणुहरू सबै त्यहाँ भएका मर्छन् पनि है। अनि यसरी राम्रो फस्टाउँछ काउली। हेर्नुहोस् है, हेर्नुहोस् त कस्तो राम्रोसँगले लह भएर आएको छ। तपाईँको त्यो के भन्छ चुकन्दर है, चुकन्दर यताको त खाने बेला पनि भइसक्यो। उताको यस्तो राम्रो भएको छ साथीहरू। अब यहाँ के रोप्छु है हजुरलाई थाहा नै छ होइन त। ल बुढो काउली यहाँ पनि भइ पनि राखेको छ है, काट्ने बेला टुक्ने बेला पनि भएको छ है। ल यता आधी माटो मोलेर राखि पनि सकेँ साथीहरू। ल कौसीमा यो सबै ओइलाउँछ अनि फेरि राख्ने हो क्या। मेरो ड्राइगन फ्रुटहरू चाहिँ कस्तो राम्रो छ। हाँगा काट्ने पनि बेला भएको छ, काट्छु म है। ल यस्तै छ। अब बिस्तारै सरसफाइ गर्ने, तर रोप्नु चाहिँ पर्ने छ क्या, ढिलो भइसक्यो होइन। अनि प्याज चाहिँ कतिले भएको छ क्या यसपालि। हेर्नुहोस् ल उखालिदिएँ है साथीहरूलाई देखाउँदै। ल ठिक छ साथीहरू, यस्तै छ है। यहाँ काम धमाधम हुँदैछ मेरो। कहाँ मल पुगेको छैन त्यो हाल्दै पनि छु, पानी कहाँ पुगेको छैन हेर्दैछु होइन। चुकन्दरहरू हेर्नु यस्तो राम्रो भएको है। अनि यो मार्फत